हामी चाहिँ आज यो MP 49 र 50 को बिचमा छौँ। पछाडिपट्टि चाहिँ हाम्रो डिबी कनेक्सन हुनेवाला छ। एक्सिस टावर बनाउने काम भइरहेछ। यो केबल स्टेक केबलको चाहिँ हामीले चाहिँ यो डिजी को लागि जोड्दैछौँ। यता पछाडि 49 र 50 को बिचमा यतापट्टि चाहिँ लिफ्टिङ हुँदैछ साथीहरू, हेर्न सक्नुहुन्छ। क्रेनलाई उता सारेर एसपीएमटीलाई चाहिँ सिफ्ट गरेर त्यहाँ सिगमेन्ट लगाउने प्रोग्राम हुँदैछ साथीहरू। त्यहाँनिर पछाडिपट्टि यो चाहिँ हाम्रो ब्रिज यहाँ चाहिँ यो एक्सटेन्सन जोइन बाँकी छ क्या साथीहरू। त्यहाँबाट लास्ट सेगमेन्ट लाग्छ। त्यो सेगमेन्टलाई चाहिँ की सेगमेन्ट भन्छ। त्यो सेगमेन्ट लगाउनको लागि चाहिँ क्रेनहरू पोजिसनिङ गर्दैछौँ हामीहरू। त्यो ठुलो चक्का, धेरै चक्का भएको गाडी छ नि, त्यसलाई एसपीएमटी भन्छ क्या। त्यसलाई चाहिँ त्यहाँबाट लिएर गएर अनि सेगमेन्ट लिएर आएर अनि लगाउने हो। हेर्न सक्नुहुन्छ त्यहाँ पछाडि। यो चाहिँ हाम्रो पिलरको पाया भन्छ, यानि कि पाइलिङ। यो दुईवटा प्यारलल बनाएको हुन्छ। यो तपाईँको 18 मिटर चौडाइ, 18 मिटर लम्बाइ, 3 मिटर चौडाइ र चाहिँ तपाईँको 20 मिटर हाइट छ। यो 20 मिटर हाइटको छ माथिसम्म। यो चाहिँ सबै सेगमेन्ट जोडेको हो। यो बिम देखिया छ नि, यो बिम जति पनि देखिया छ त्यो बिमहरू सेगमेन्टसँगै आएको हुन्छ क्या। यो सबै चाहिँ कति भन्दाखेरि तपाईँको लगभग 6.5 मिटर लङ, होइन 4.5 मिटर लङसम्मको चाहिँ हुन्छ है। यहाँबाट हेर्दा लामो देखिया होला, तर त्यति मिटरको हुन्छ। यतापट्टि चाहिँ तपाईँ देख्न सक्नुहुन्छ पछाडितिर गाडीहरू एरेन्जमेन्ट हुँदैछ। अरू केही काम भयो भने, अरू केही प्रोग्रेस भयो भने जरुर हाल्नेछु। यसलाई चाहिँ हाम्रो एक्सिस टावर भन्छ। अघि पनि मैले भने यो एक्सिस टावर चाहिँ 20 मिटर हाइटको हुन्छ। यो चाहिँ ढोका स्काफोल्डिङ स्ट्रक्चर, यानि कि फ्रेम स्काफोल्डिङको मार्फत जोडिन्छ। स्टेयर लगाएको हुन्छ, पोस्ट ह्यान्डल लगाएको हुन्छ, फर्मा लगाएको हुन्छ। फ्रेम भन्छ। फ्रेम तपाईँको 2300, 2700, 2100 को युज हुन्छ। अनि यसमा ब्रेसिङ पाइपहरू हुन्छ 2100, 2300, 1800 सम्मको हुन्छ। अनि यसलाई चाहिँ सपोर्ट दिएको हुन्छ 4-5 ठाउँमा। र साथीहरू यही सम्बन्धी, स्काफोल्डिङ सम्बन्धी, इरेक्सन सम्बन्धी जानकारी लिनको लागि मेरो भिडियो लाइक गर्नु होला, सेयर गर्नु होला। मलाई चाहिँ प्रश्नहरू सोध्न सक्नुहुन्छ। अरू कार्पेन्टर, स्टिल फिक्सर, मेसन, वेल्डर, रिगर, इरेक्टर, कुनै पनि मेसिनको अपरेटरको बारेमा जानकारी लिनु छ भने पनि मलाई कमेन्ट गर्नु होला। धन्यवाद।